नमस्ते गाइस है। यति बेला म तपाईहरुलाई यो देखाउन चाहन्छु। यो दृश्य जुन दृश्य तपाईले यो मोबाइलको स्क्रिनमा देखिरहनु भएको छ है, यो दृश्य कुनै राजनैतिक पार्टीहरु अथवा कुनै दलहरुको स्वागत गर्नको लागि ल्याइएको दृश्य हैन। यो दृश्य चाहिँ केही दिन अघि इलाम माइखोला राज दुवालीमा एकजना माताले सपनादेखि चाहिँ एउटा जुन शिला उत्खनन गर्नुपर्छ र यहाँ चाहिँ भगवानको वास स्थान रहेको छ, भगवान बस्नुहुन्छ भन्ने जुन भन्नुभएको थियो माता हुन्छ श्री प्रमिला कार्कीज्यू। उहाँको स्वागतको लागि ल्याइएको भिडभाड यो पञ्चेबाजा नेपाली लोक संस्कृति सहितको पञ्चेबाजा मौलिक पञ्चेबाजा बजाउँदै उहाँको स्वागतको लागि ल्याइएको यो पञ्चेबाजा पनि है। यति बेला चाहिँ यो माहौल यो रमाइलोपनले पक्कै हाम्रो नेपाली संस्कृतिलाई त बचाउँछ। हाम्रो जुन यो धार्मिक आस्था छ, धार्मिक सहिष्णुता छ, यसलाई पनि रक्षा गर्नुपर्छ, बचाउनु पर्छ भन्ने सम्पूर्ण सबैजनामा एउटा जागरुकता पनि फैलाउँदै गएको छ कि यस्तो कार्यहरूले गर्दाखेरि। केही दिन अघि तपाईले सामाजिक सञ्जालहरुमा केही दुई चारजना माताहरूले चाहिँ नाच्ने आउने कराउने होल्ला गर्ने है एकदम काण्ड गरेको पनि तपाईले देख्नु भएको छ होला है। त्यो पनि हुन्छ कहिलेकाहीँ, त्यो पनि हुन सक्छ, त्यो पनि भइरहेको हुन्छ। तर त्यसरी कहिले पनि हाम्रो धर्मको रक्षा, हाम्रो धर्मको हैन संरक्षण हुँदैन। त्यसरी झन् हाम्रो धर्मप्रति चाहिँ बाहिरी अरू व्यक्तिहरू अथवा अन्य व्यक्तिहरूमा सोच्ने जुन एउटा मनस्थिति हुन्छ त्यो नै फरक पर्न जान्छ गाइस तिनी कार्यहरूले गर्दाखेरि। हो हाम्रो हिन्दू धर्म परापूर्व कालदेखि नै चल्दै आएको एउटा पारम्परिक हैन एउटा पुरानै समयबाटै चल्दै आएको चाहिँ मान्दै आएको हामीले हाम्रा मूल्य मान्यताहरू हुन्, जसलाई चाहिँ हामी अहिलेका युवाहरू अहिलेका जुन युवा शक्ति भनौं अरू जति पनि हुनुहुन्छ है सबैले यसलाई बचाइराख्नुपर्छ, अगाडि बढाइरहनुपर्छ भन्ने चाहिँ एउटा सोच सबैमा हुनुपर्छ र हुँदै पनि आएको छ र हामीले पनि त्यही सोचलाई लिएर अघि बढेका छौं है। हामी सबैजनाले चाहिँ हाम्रो यो हिन्दू धर्म, हाम्रो लोक संस्कृति इतिहासहरू जति पनि छन् सबैलाई संरक्षण बचाउ गर्ने काम सबै हाम्रो यो हामी माथि नै थपिएको छ र यसलाई बचाउनको लागि तपाई या मैले मात्र गरे हुँदैन, हामी सम्पूर्ण सबैजनाको एउटा एक ढिक्कै पनि हुनुपर्छ र यो कार्यले पक्कै पनि है धेरै जनामा राम्रो भनौं न एउटा राम्रो सन्देश जाओस् है। कहीं पनि कतै कसैले राम्रो काम गरिरहेका हुन्छन् उहाँलाई चाहिँ स्वागत गर्नुपर्छ, उहाँलाई सम्मान पनि गरिनुपर्छ, किनकि उहाँको त्यो कार्यले अरू व्यक्तिहरुमा पनि केही राम्रो नै गर्नुपर्छ अथवा केही असल यस्तै खालको राम्रो उदाहरणीय कार्यहरू प्रस्तुत गर्न सकियो भने समाजमा एउटा राम्रो सोचको राम्रो हैन एउटा विचारको स्थापना हुन सक्छ र आउने समयमा त्यो ठाउँमा साँच्चै देवीको वास छ हैन, भगवानको वास छ भने त्यो ठाउँमा राम्रो एउटा मन्दिर बनाइयोस्। सम्पूर्ण गाउँवासी अथवा कहीं कतै कसैको सहयोग अथवा सबैजनाको सहयोगमा सहयोगार्थी एउटा मन्दिरको स्थापना भएको देख्न पाइयोस् र त्यो मन्दिरमा चाहिँ आउने भक्तजनहरू सबैजनालाई टाढाबाट पनि आउने चाहिँ अहिले चाहिँ भनौं न भगवान अथवा भक्तजन, भगवान भनेपछि तीर्थस्थल भनेपछि हरेक मान्छेहरू जाने एउटा घुइँचो नै लहर चलेको छ यो सामाजिक सञ्जालहरूले गर्दाखेरि। किनकि सामाजिक सञ्जाल भनेको चाहिँ राम्रो कामको पनि प्रचार प्रसार गर्ने र नराम्रो कामको पनि झन् छिटो प्रचार प्रसार गर्ने एउटा माध्यम हो। यो सामाजिक सञ्जाललाई एउटा राम्रो कार्यको प्रचार प्रसार गर्ने एउटा राम्रो माध्यम बनाउन सकियो भने यसले चाहिँ भविष्यमा हामीलाई राम्रो काम अथवा हाम्रो बालबालिकाहरूलाई, हाम्रो भावी आउने पुस्ता अथवा भावी पिढीहरूलाई चाहिँ एउटा राम्रो मार्गमा हिँड्न पनि सहयोग गर्ने हुँदाखेरि सबैजनामा एउटै अनुरोध गर्न चाहन्छु गाइस है, धार्मिक सहिष्णुता, धार्मिक विश्वास, आस्थाहरू, श्रद्धाहरूलाई चाहिँ कसैले पनि मजाकको रूपमा हैन हाँसोको पात्रको रूपमा अथवा केही आफू चिनिने आफू भाइरल हुने एउटा भन्छ नि एउटा प्रलोभनमा फसेर चाहिँ यसलाई नराम्रो तरिकाले प्रस्तुत नगरौं है। सबैलाई सचेत पनि गराउन चाहन्छु, सचेत पनि गराउनुपर्छ हामीले नै हो। हाम्रा यो बिग्रेका भत्केका जति पनि छन् कुराहरू ती कुराहरूलाई सुधार्ने अथवा तिनीहरूलाई सही बाटोमा लिएर हिँड्ने जिम्मेदारी हाम्रो छ है। त्यही भएर पनि सबैसँग अनुरोध गर्न चाहन्छु अब आउने समयमा त्यो ठाउँमा मन्दिर भएर सबैले पूजा गर्ने एउटा राम्रो व्यवस्थित तरिकाको ठाउँ बनाएको देख्न पाइयोस्। त्यही हिजो अस्ति दुई चारजना माताहरू उफ्रेर कराएर नाचेर त्यस्तो खालको वृत्तिन्त देख्न नपाइयोस् है। पक्कै पनि राम्रो हुँदैछ, राम्रो हुँदै जाओस्। आउने समयमा जे होस् इलाम चाहिँ हैन, इलाम जिल्ला चाहिँ एउटा चाहिँ भनौं न जसरी सत्यवती बजेको मन्दिर पाल्पामा अहिले चर्चित भएको छ, फेमस छ हैन, त्यहाँ मायाको हरेक वरदानहरू पूरा हुन्छ, देवीको वास छ हैन, परापूर्व कालदेखि पहिले नै वास छ, त्यहाँ चाहिँ जे मागिन्छ त्यो साँचो मनले त्यो पुगेकै छ भन्ने एउटा आस्था, धार्मिक आस्था हैन विश्वास छ। त्यो विश्वास इलामको त्यो माइखोला राजद्वाली डाँडो पनि देख्न पाइयोस् भन्ने कामनाका साथ सबैमा हैन धर्मप्रति आस्था राखौं, विश्वास राखौं, कसैले पनि धर्मलाई गिराउने अथवा कहीं भत्काउने नराम्रो प्रचार प्रसार फैलाउने कार्य नगरौं भनौं। जय देश जय नेपाल भन्दै है यति नै बिदा चाहन्छु।